पात झर्नेहरू हुन्छ हैन। अनि अहिले बैशाखमा चाहिँ मस्त फुल हुन्छ कि यो चाहिँ चैतमा फुल्ने फुल रहेछ क्या। हेर्नु त अहिले पो त मस्त। एक दुई लाइक सब्सक्राइब गरिदिनु होला मोहन कार्की कमेडी टिमलाई। एक दुई लाइन भन्नु नि के भन्नु एक दुई लाइन मलाई छोडेर गएको गर्लफ्रेन्ड मासु 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 आयो मासु। सरी हिजो त मैले हिजो दिएको होइन हिजोकै Girl, let me provide your freaky girl under the sheets. Don't you love when things start slowing down? I know you got me, baby. So hey guys and welcome back to my channel. I hope हजुरहरु सन्चै आरामै हुन्छ होला। अनि म नि एकदम सन्चै छु। अनि हजुरहरुलाई न्यू भ्लगमा स्वागत छ हैन। सो आजको भ्लग चाहिँ के कस्तो हुन्छ लास्टसम्म हेरिमा सपोर्ट गरिदिनु होला। यो चाहिँ अब धेरै दिनपछि बनाएको भ्लग हो। अनि सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ म कहाँ छु। म चाहिँ अहिले दिवेशहरुको घरमा छु। मेरो घर चाहिँ उता छ यो हो हैन। अनि सो अहिले चाहिँ पानी पर्न लागिरहेछ हैन। अनि अहिले यो चैत महिनामा रुखको पात झर्नेहरू हुन्छ हैन। अनि अहिले बैशाखमा चाहिँ मस्त फुल फुल्छ कि यो चाहिँ चैतमा फुल्ने फुल रहेछ क्या। हेर्नु त अहिले पो त मस्त फुल फुलिरहेछ। सो अनि अहिले चाहिँ गुडुङ गरिरहेछ हैन। अनि यहाँ चाहिँ हामीले अघि बाख्रा लिएर ठोकिदिएको थियौँ। सो हेर्न सक्नुहुन्छ बाख्रा पनि यस्तै हो। अनि अगाडि चाहिँ हुन्छ मिना दिदी। अनि अहिले चाहिँ के अहिले चाहिँ हैन। अनि मम्मीहरू उता हस्पिटल जानुहुन्छ किन भन्नुहुन्छ भने हस्पिटलमा आज मम्मीको डिस्चार्ज छ हैन। अनि डिस्चार्ज छ 3 दिन बेड भर्ना गराएको थियो। अनि अहिले चाहिँ सही सलामत हल्का फुल्का बिरामीबाट छुटकारा पाउनु हुँदैछ हैन। सो अनि मम्मी नभएको कारणले बिरामी हुनुभएको कारणले अनि अहिले चाहिँ घरको कामहरू हैन सबै जिम्मेवारीहरू हैन। अनि त्यसमा चाहिँ मलाई र मेरो दिदी सन्ध्यालाई परिएको छ। सो अनि मम्मी बिरामी भएपछि त अब छोराछोरीको कर्तव्य नै हो नि त यति गरौँ हैन। आमा बाउ बिरामी भएको बेला छोराछोरीकै कर्तव्य हो त्यो पुरा गर्ने हैन। सो त्यही भएर अहिले चाहिँ काम गर्नु परेको छ हामीले। अनि काम गरेको कारणले मैले त्यति भ्लग बनाउन पनि पाएको छैन। त्यसमा चाहिँ म माफी पाऊँ हैन। अनि सो अनि अस्ति 3 दिन चाहिँ म उता हस्पिटल गएको थिएँ हैन। त्यही भएर मैले भ्लग बनाएन। 2 दिन यसो घरको काम गर्दै बितेको। अनि आज हाम्रो मम्मीको डिस्चार्ज छ। आजदेखि भोलि न कहिलेदेखि काम गर्न थाल्नुहुन्छ। अहिले पनि गर्नु त हुन्छ तर आधी जति हामीले गर्छौँ। सो त्यही नै हो है त। अनि मम्मीहरू हस्पिटल जानुहुन्छ अब है त। सो गाइज वेलकम ब्याक टु माई च्यानल। सरी हिजो त मैले हिजो दिएको होइन हिजोकै ब्लगमा दिएको दिस नेक्स्ट डे। अनि हजुरहरूलाई न्यू डे होइन। सो अहिले चाहिँ पानी परिरहेको छ होइन। सर्टहरू सक्नुहुन्छ हिजो कालो थियो अहिले चाहिँ पानी परिरहेको छ। माया मस्त हिलो भयो। सो अनि यता चाहिँ मिना दिदीले चट्ट चिया र रोटी पकाउनु हुन्छ। चिया उता रोटी। सो अब एकछिन चाहिँ म मेरो फोनमा चाहिँ चार्ज कति छ हेर्नुहुन्छ। मेरो फोनमा चार्ज हिजो लाउन बिर्सेर अझ 31% मात्र है। अनि लाइन गएको थियो अनि टेन्सन भयो है त। अहिले भाइ र म चाहिँ कालावन गएको के लिन अरे मासु लिन। मासु सो अहिले चाहिँ हामी मासु लिन जाँदैछौँ। मस्त पानी परिरहेको छ मस्त
उसमा सुप बनाएर खान मिठो हुन्छ ब्रोइलर पनि सुप भइहाल्छ नि कस्तो जाडो छ है खबर यस्तो पानीमा हो नि आज कस्तो भनेको अघि बिहान 4 बजे त उठेँ नि म अनि तपाईँलाई बोलाएँ नि भनेर तपाईँले हेर्नुभयो नि त्यतिखेर हावा हुँदै जस्तो लाग्यो अनि म बाहिर निक्लेको त अनि यसो हेर्छु त कोलामा त फोरै फोर्ला टक्क गर्दै कस्तो आज कस्तो राम्रो के नि उज्यालो भएर हरियाली देखेको नि मकै कस्तो लडिया मकै पुरै लडिरहेछ यस्तो जमेछ पैनी नै आएछ माछा मार्दैन गाडी हाँके हो हाम्रो 500 रुपियाँ भित्र अहिले फेरि यो समाजमै समात्मा मेरो हातै खाली छ नि यहाँ हेर्नु अहिले हरायो भने अनि हिजो पच्याएर मैले कहाँ हराएर कति भनेको बुढा लगाएर गएको थिएँ होइन कहिले हिजो हिजो अनि खुट्टा ठिक भयो तपाईँहरू हस्पिटल जानु कस्तो भोका आयो कतिपल्ट बनाएर लग्यो लगेको छु मैले सो फाइनली मासु लिएर बनाइसक्यो अनि हाम्रो गाईका लगाउँदै लाख सम्झाऊ दिल सम्झनै पाता आगे तेरी फेरिया सोना सोना राधे छूटा रंग देव धूमे छूटा कैसे बुलाऊं बेरिया राधा राधा अनि अझै मस्त पानी गरिरहेको कि अनि अझै हल्का रोक्यो अनि पानी उपर जमिरहेको अहिले सफा सक्दै यो त पोखरी हो पहिलेदेखि यो गाडीको मकै सबै सबै लडिसकेको छ अघि हेर्नु होला त्यो बनाउनु भएको ल सिङ्गर अर्को गीत आउँछ ल अर्को गीत आउँछ सो त्यही गरम कहिले बनाउँछ ल सो अब गरले मासु त पनि हामीले चट्छ है त रागा यो दिन त कुकुरको बारे कुकुरले खान्छ दाजु कोला लडेछ भन्नुहुँदैछ त्यही हो लास्टमा म्यापसम्म देखाइदिनु धन्यवाद सो अनि अहिले चाहिँ हामीले घर पुग्न लागिसक्यो अनि आज हेर्नु चाहिँ हाम्रो गाउँको फिल्डको हालत पानी जमेर देखेकै छैन उता पो देखिन्छ घर आइपुग्यो सो फाइनली अनि अहिले चाहिँ हामी घर पनि आइसक्यौँ मासु देखाउने यहाँ छिटो मासु मासु आयो मासु कति धेरै 1 केजीमा यो फ्रिजमा राखेको लो 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 यहाँ देखा न यहाँ चाहिँ सुँगुरको मासु भनेर कसैले नपत्याउनु होला हेर्दै थाहा ब्रोइलरको पहिला कत्रो फल्यो है साँच्चै भनेको खतरा हाल्दैछ त यो फ्रिजमा राखेको पानी आउँछ होला छैन टमाटर टिपेर राख्छु तलबाट ओ साइड है सो अहिले चाहिँ म चाहिँ टमाटर लिन जाँदैछु त्यहाँ चाहिँ हल्का दिदी यस्तो हिलो छ है अहिले चाहिँ यस्तो हिलो छ्यामा खुट्टामा लागिगयो यस्तो हावा आएको थियो नि यहाँ चाहिँ हेर्नुहुन्छ मकैको हालत टमाटर टिपौँ हामी टमाटर टमाटर टमाटर
टमाटर टिपम बाल सन्ध्यालाई बाल सन्ध्यालाई कपाल बाल होइन टमाटरमा यो के लागिसकेछ लाखौ सम्झाउन भन्दै अघि दिदीले गीत गाउनु भएको थियो सो अहिले चाहिँ हिलोहरू सक्नुहुन्छ यस्तो छ अझै अब यति आयो यदि टमाटर लिएर जाँदैछु म चाहिँ हुन्छ कि हुँदैन हेरौँ है ओइ 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 ट्याक्केको झगडा हो के को झगडा हो त्यहाँ चाहिँ कहाँ जा भन्दैछ ओइ 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 के गर्दैछ अरे यस्ता थप्रीहरूसँग बोल्नु हुँदैन हामी अलि दिमागकै छैन क्या बच्चाहरू हो क्या भर्खर हस्पिटलमा आएका थिए सबै दिदीहरू उनीहरू हेर्न सो अब चाहिँ म चाहिँ घर आइसकेँ अघि भनेको थियो मेरो फोनमा चार्ज कति हो लाखौँ यस्तो फोर भएछ यार कति भयो 80 भयो ट्यापमा पाउनु 48 हाम्रो मिनाजीले अब फोन लाने अरे लु लानु सो अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो मासु चट्टा लुक मासु अनि यो चाहिँ भुटुवा छ हाम्रो दाल भर्खर बसाएको छ अनि यहाँ छ हाम्रो फ्रिजमा पनि मासु यो चाहिँ बाबालाई हो अन्त सयजुनहरू अनि यहाँ दहीहरू यहाँ पानी अनि सो अरू बेला गोबर खान लाग्थ्यो अनि सो पानी खानुहुन्थ्यो सो त्यहाँ चाहिँ छ हाम्रो रिसाउने मान्छे अनि सो यहाँ चाहिँ हाम्रो मिना दिदी चट्ट मेरो फोनमा हेर्नुहुँदैछ यो के पो त हल्का रमाइलो सो अनि मैले चाहिँ हल्का रमाइलो अस्ति हेरिसकेको थिएँ अनि यस्तै छ अनि त्यता चाहिँ मम्मी उता खोलिदिनु हुँदैछ अब चाहिँ यस भात कति छ ए आधी अन्त डरो दम्दा हुन्छ चिसो पानी यसो गर्मीको बेला खानु हुन्छ कि त्यही भएर हालेको अनि अस्ति त्यो किरणसँग जाँदाखेरि कच्ची हराएर यहाँ एउटा मात्र रहेको छ हाम्रो त्यही हो फिनेल रहेको छ नि यता यो पानी पसेर पुरै होइन यो घरमा पुरै पानी पसिरहेको छ यता पनि पानी पसेर अघि भर्खर बल्ल बल्ल यहाँ पानी हेर्नुहुन्छ पानी रोकिरहेछ यता पनि पानी पुरै थियो क्या ट्याप अनि मैले यहाँ पुस्ता भन्दै अहिलेसम्म यहाँ आधी त पानी नै छ होइन यता पनि पानी नै थियो सो यता पनि पानी नै थियो सुकिसकेको छ सब अनि यता पनि पुरै यो सबै पानी थियो क्या हिजो म एउटा छोटो मिठो क्लिप हालिदिन्छु ल त्यसको हेर्नु होला मस्त पौडी सो फाइनल अनि त्यो क्लिप त तपाईँहरूले हेरिसक्नुभयो होला कस्तो भएको थियो होइन सो अब के गर्नु त
त्यस्तै छ अब सो पछि ठुलो हुन्छ बस्दा बिस्तारै होइन सो सपोर्ट पाइगेला नि त अनि मेरो सोच त ठुलै छ कि सो सपोर्ट पाउँदै जाउँ होइन अनि के सो घर बनाऊँ भन्ने सोच छ कसको गर्लफ्रेन्ड कसको आयो होला खोइ गर्लफ्रेन्ड आएको थियो त गइसक्यो किरणको आएको हेर्नु त होइन भन्नु सो अब चाहिँ चट्ट भाँडो भात खानु पर्ने हुन्छ अनि यसो सोच छ क्या मेरो ठुलो घर बनाउने यो सोच चाहिँ पुरा गर्ने पर्ने हुन्छ मैले होइन अनि हातमा आइफोन 13 प्रो म्याक्स अब 15 प्रो म्याक्स किन्नुपर्ने हुन्छ पछि अब ठुलो भएर अनि आज चाहिँ हाम्रो मम्मीको दबाई सक्नुहुन्छ बिरामीबाट भर्खर राम्रो भयो यहाँ चाहिँ मिना दिदी भर्खरै मोबाइल हेरेर चार्ज लगाइदिनु न ल किन लगाइदिनु अहिले एकचोटि मोबाइल चार्ज लगाइदिनु सो अहिले चाहिँ आइफोन जाँदैछ सो अब घरतिर अब के गर्नु क्वालिटी राम्रो आइरहेको थियो अब क्वालिटी गिर्ने भयो सो अहिले चाहिँ मिना दिदी अब यसो घरतिर जाने अरे ए ल यहाँ चाहिँ सन्ध्या पनि सन्ध्या अहिले चाहिँ लुगा उयो खुट्टाउन जान्नु हुँदैछ मिना दिदी अब एक गति आउनु है मेरो घर आउनु है आइफोन चाहियो नि त मलाई आइफोन चाहियो नि त अब यस्तो क्वालिटी आउँदैन लास्टमा एमआई देखाइदिनु होला के कस्तो हुन्छ है अब त योभन्दा बढी त ब्लग पनि हुँदैन मिने आउनु है ल गरौँ मलाई भिडियो चाहिँ पठाइदिनु है ल्याङ्गो गर्नु न यत्रो बनाएको मेरो मेहनत पानीमा थाहा छ हिजोदेखि बनाएको छु मैले भ्लग त्यो मलाई पठाइदिनु पर्छ है त सो अनि अहिले चाहिँ म चाहिँ यता मामा लगाएको छु अनि चट्टा हाम्रो लकडाउन हुन्छ अनि सो अहिले चाहिँ मस्त पानीको पिउ पनि सकेको छ होइन अनि त्यहाँ चाहिँ मगाएर लडिरहेको छ अनि के भन्छ भन्थ्यो साथी 1-2 लाइक सब्सक्राइब गरिदिनु होला मोहन कार्की कमेडी टिमलाई भन्न छ 1-2 लाइन भन्ने नि त के भन्नु 1-2 लाइन केही लाइन म मेरो एक्सलाई भन्न एक्स होइन एक्स नभन्नु है मलाई छोडेर गएको गर्लफ्रेन्ड भन्दा नामै नभन्ने अहिले चाहिँ भन्दै केही प्लिज तिमी जहाँ छेउ प्लिज फर्केर आइदेऊ मेरो जिन्दगी तिमी बिना छैन नाम चाहिँ भनिदिनु प्लिज फर्केर आउनु होला होइन